सो हेलो गाइज वेलकम टु माई च्यानल। अनि आज चाहिँ बजार बाई काम भएर जान लागेको। यसको काम हो है खास गरिन। अनि त्यही काम भएर जान लागेको छु। कहाँ राष्ट्रिय परिचय पत्र बनाउने भन्छ, त्यही भएर हो। अनि त्यही हो, अब उतै गएर भेटौँला। बिचको क्लिप हाल्छु म है। सो गाइज हामी यहाँ आइपुग्यौँ रानी जोराको पानी टङ्की। अब यहाँबाट तल जाने, एउटालाई उठाएर लग्ने, बुझिस्? यहाँबाट तल जाने, एउटा साथीलाई उठाएर लग्ने हो। अनि यता भस्मी डेभलप भइगएछ। यस्तो भएर पाइप सोलर पानी ट्याङ्कीको तल नहुने हो। अब यसको मथल्न माथि छ है पानीको। अनि त्यही हो, भाइ र म जाँदैछौँ साथीको घर। अब साथीको घरबाट माथि उ गराउन जाने। अनि त्यही हो, बाख्रा भित्र हालेर रहेछन् यार। छ कि नै है त्यो? यस्तो फोहोर छ यार यताबाई त गाइज, यस्तो फोहोर छ। अब जान्छौँ एकछिनमा, त्यहीँ गएर भेटौँला है, त्यहाँ या माथि इलाका उमा। सो गाइज अनि साथी चाहिँ भेटेन। अनि कहाँ गएको रहेछ, गयो कि के देखै भेटेन। अब भाइले कहाँ चिकन सुरमा खुवाउँछु भन्छ, काम सक्यो भने, पैसा बच्यो भने। त्यही हो, यस्तो छ ठाउँ। सो इलाका प्रशासन आयो। अब यहाँ गएर एकछिन काम छ, त्यसपछि भेट्नुपर्छ। एकछिन तल जाऊँ अनि त्यसपछि उठ्यो होला नि। यहाँ हुन्छ कि नै है, के भन्नु। त तेरो के हेर्ने होस्, तेरो के भन्ने हो र। यहाँ चाहिँ यस्तो छ है इलाका प्रशासनभित्र पासपोर्ट बनाउने साइड। सो गाइज अनि आज चाहिँ यस्तो भिड रहेछ यता भाइ। राष्ट्रिय परिचय पत्र मात्र हो है यो भिड पुरा। त्यही हो, एकछिनमा अब राष्ट्रिय परिचय पत्र बनाएर यसकै यति छ नम्बर, हेर्न सक्नुहुन्छ। अनि यो लाइन बस्ने धेरै छ, शासन बनाउँछ। यहाँ चाहिँ गाइज अमराई झार्दैछन् इलाका उमा। यहाँ माथि छन् अमराई, देखिन्छ कि नै? त्यहाँ माथि छन्। यहाँबाट उत्तार चढिन गयो। आन्टीले अमराई झार्ने भनिरहेछन्। गएन आन्टीले प्लास्टिक लगिन, गार्बेज ब्याग लगिन, अमराई झार्दैछन् गाइज। अमराई चाहिँ टिप्नमा सफल भइसक्यो यिनीहरू। यहाँनिर एउटा थियो, उता गयो, उताबाट टिप्दै फाल्दै गरेका छन् गाइज। गाइज ऊ भयो यार, टक्क ब्रेक टाइम भयो, हाफ टाइम जस्तै लन्च टाइम भयो यिनीहरूको। अब के पालि आएन। यस्तो अमिला रहेछन् यार, अमिला भोकटे होइन, अमिलो होला। अघि नै यहाँको आँप तोडिरहेको थियो। यस्तो छ।
भाइको सकिएको छ अलि त हैन जाम अब नास्ता खाना यस्तो छ है खावामा चाहिँ तुलसी हस्पिटल जाने बाटो हो के खुवाउनुहोस् यहीँ खुवाउनुहोस् कि अलि तल तलै जाऊँ शोरमा खाने यता सोरीभाल चोन्छ तलै जाऊँ मलाई चुना लाउन लाग्यो रुकेन 1000 को नोट तँसँग छ म त दिन्न दिन्छस् किन हेरौँ म त दिन्न यसले ठिक छ धन्यवाद घन्टा यसले चाहिँ तुलसी बोर्डिङ पर्यो तुलसी बोर्डिङको दोस्रो गेट हो यो मासु पसल लिने छ यता पनि बाइक चाहिँ डेन्जर छ है यो चाहिँ भयो मेन गेट तुलसी बोर्डिङको लिची हो क्या त्यो घरन धारण हाँ हजुर हामी पनि यत्रो बाजु पनि बोल्नु अब हामी कहाँनिर पस्ने बिरयानी खान्छ घर फेरि आइगयौँ रिटर्न यहीँ इलाका प्रशासन पाली पाइने पनि खुल्या छ छिटो हाम्रो नम्बर ठ्याक्क आयो अरे खै त हेर्नुहोस् गाइज यस्तो छ बुलेट हो कि कुन चाहिँ बाइक हो भित्र कोठा बाइ त यस्तो छ है गाइज भनेर जलेर यस्तो भएको छ बाइक चाहिँ खतरा थियो अलमारी बाहिर राखेका छन् गाइज फेरि आइगएँ अनि यही इलाका प्रशासनमै छु हेर्नु न यत्रो भोकटे हो कि अमिलो ट्याक्क त्यही रुख तल बसेको छु म तिनवटा रहेछन् इलाका प्रशासनको साइडमा यस्तो छ है गाडी अब हामी जाँदैछौँ 1 नम्बरमा यसको यो काम यति न त्यही हो अब यता हेर्ने गर्ने कचडाको यस्तो छ है अब उतै जाने साइन हान्ने अनि घर 4 बजीको होला चल यहीँबाट पास गरिदिए तिनीलाई
ऊ त्यहाँलाई साइन गर्नु पर्यो। अब भाइले त्यही साइन हान्न पठाउँदैछ अनि त्यही हो। उता पर गाडी यस्तो छ है। ए जङ्गलमा छ गाडी, जङ्गलमा छ भने जस्तै भयो। पुरा ऊ छ अनि भाइले अब साइन हान्न एकछिनमा आउँछ अनि एक राउन्ड फन्न घुमाउँला यहीँको फेरि है। साइज भयो मेरो भाइको, एकचोटि देखाम धेरै नदेखाम, धेरै देखाएपछि फेरि गडबड हुन्छ। त्यही हो, अगाडि हेर मैले अहिले राम्रो देखाएको छैन तर फेरि आएको है यस्तो छ यहाँ खाली रहेछ अहिले। फनक्क अहिले चाहिँ यस्तो भएको रहेछ अनि अहिले काम चलिरहेको रहेछ डेन्टिङ पेन्टिङ गर्ने। त्यही हो, अब घरतिर जाने यस्तो छ है, यस्तो छ। लेभिलेसन त त्यहाँ लगाउने होस् कि तल लगाउने होस्? भिड छैन यहाँ, सक्यो। तल हिँड्न, तल जाने कि यहीँ लगाउने? हिँड्न त तल भाइ, गइदिउँ एकचोटि। रोशन हजुर भयो, खुसी भइस्? खुसी भइहाल्यो, पाउनालाई कति मेहनत लाग्यो आज, दिनभरि बस्नुपर्छ यार लियो यसको लागि। त्यही हो, सक्यो नभए त सक्यो क्या जिन्दगी। अब अगाडि गएर लेभिलेसन हान्न जाने त होला, हुन्छ कि न यहाँ अब हेर्ने। पुरानो भवन है पुलिस स्टेसनको। अनि यो माथि छ एउटा, यो चाहिँ अञ्चलको स्टाफहरू बस्ने हो है, स्टाफ अनि यहीँ बस्ने हो। ठिकै छ। यो चाहिँ इलाका भनौँ कि अञ्चल हस्पिटलको स्टाफहरू बस्ने ऊ है भवन यो हो। अनि आयौँ हामी पुलिस स्टेसन। यो चाहिँ भयो मन्दिर रहेछ है, बाइक यस्तो छ। चाहिँ भयो पुलिस स्टेसन है, पुलिस स्टेसन हो यो इलाका। अनि भोटलिङको भर्दै रहेछन्, गराउँदै रहेछन्। यो साइडको चाहिँ फाल्ने भनिरहेको छ नगरपालिकाले, पुलिसले पनि धम्की दिएछन् भन्छन्। त्यही न्युज चाहिँ त्यही सुनेको छु। डेन्जर न्युज आएको छ, डेन्जर न्युज आएको छ। चुप। अब यहाँ शिव मन्दिर त हो नि, शिव मन्दिर भाइ आइपुग्यौँ हामी। अनि त्यही हो, जाँदैछौँ घर साइड। यहाँ तलबाट अहिले झरमला अर्को नजारा देखाइदैन, नजारा चाहिँ यस्तो छ है गाइज, बबाल नजारा। बबाल छैन अरे, मैले अस्ति पुराको भिडियोमा हालेको छु बबाल त यस्तै छ। अनि घाम ठ्याक्क मुखमा आइपुगेको छ। अनि त्यही हो, तपाईँको घर भित्काउँदै रहेछ, बनाउँदै नै रहेछन् यार, भित्काएर पछाडि थपेछन् क्या। बाटो छोड्दै रहेछन्, बाटो रहेछन् यता भाइ क्या, भाइले भन्छ। बाटो त 20 मिटर होला। चाहिँ अङ्कल भनौँ, त्यहाँ पर अङ्कलको यता छ। यो चाहिँ सुपर मार्केट भइगयो। यो साइड मन्दिर छ, मन्दिर हो। यता तलबाई भिडियोमा के त्यो हल्का के हुन्छ त तैँले लग्याउ चिज भिडियोमा टक्का लाएर के लग्यो त एकचोटि म बजार आउँदा त घोराइ गएको थिइस् त। यहाँ होइन, उहाँ घोराइ गयो त्यो।
टक्क लाएरमा यस्तो चिज लग्छ नि त कहिले यस्तो छ है बाटो जिन्दगीमा जिन्दगीमा त्यस्तो चिज कहिले कसैले खानुहुन्न क्या गाइस साथीहरू गाँजा देखिया छ है गाँजा गाजर चोरी बे आऊ है चाहिएछ भने यो गैराबातको तल शारदा बोर्डिङ साइड हो है शारदा बोर्डिङ साइडमा छ है गाँजा लगिन जानुहोस् हामीलाई त खाइन्न उजा यो खान्न नि क्या म नखानेलाई नसुन उजा अन्त सुन न कस्तो हुन्छ यहाँ चाहिँ कुवा छ है कुवा ओए नजा नजा गुको टोइलेटको टोइलेटको आज चिकन खाने मन लाग्छ पहिला चाहिँ मैले यो घरबाट फ्यान तानिन ऊ त्यहाँ परको पछाडिको घरमा जोडाएँ वायरिङको नि काम गरेको छु मैले साथीहरू जान्न नि क्रिकेट खेल्न हान्नु पर्यो यहाँ चाहिँ क्रिकेट खेलेर क्रिकेट बलै हराएको छ यो स्कुल हो कि घर हो मलाई भन्नुहोस् त अनि घर डेभलप भस्मै भइगयो छ यता डेभलप त बस्नु हो यार डेभलपमेन्ट यो स्कुल हो कि प्यालो घर हो स्कुल हो यो अगाडिको अनि स्कुल जस्तै मान्छु होइन होइन त्यो होस्टेल बस्न लागि रहेछ नि होइन होइन हो त्यस्तो होस्टेल छैन यहाँ कोठा भाडामा बस्ने क्या यो हामी शारदा बोर्डिङको साइडबाट गइरहेको छौँ घर साइड अनि बोर्डिङ त डेभलपमेन्ट बस्नै भएको रहेछ त्यही हो शारदा बोर्डिङ छ कति त्यही हो क्लासमा छ अनि मेरो दाइ अब यता भाइ हामी आइरहेछौँ दाइ कति क्लासमा छ यहाँ थाहा छैन हाम्रो दाइले तुलसीपुर बजार बस्छ 12 क्लास छ होला 12 देख्छु न त म त्यहाँ चुप लाग्ने हिँड्ने यार धेरै बोलिस् होइन यस्तो चाहिँ ठाउँ टक्क लगाएर र पर्छन् भाइ चाहिँ यहीँ अगाडि भाइ बस्छ त्यो त थाहा भएन कहाँ हो यति ठुला झार छ नि यो फेरि त्यसको तितेपाती भन्छन् त्यसको झार है तितेपाती भन्छ गान्डोले अब हाम्रो जाने साइड हो म्याच चाहिँ मासले हड्डिँदै हट्टिन्न यार त्यही हो अब जाँदैछौँ घर अनि घर गएर एकछिनमा एउटा क्लिप बनाएर हाल्छु होला यस्तो छ खाल्टा खुल्टी मेरो भएको लाइफ त देखाउने के गर्छु कसो गर्छु भन्न घुम्न गए बेला अनि घर गए बेला त देखाइन्न त्यही हो अनि तपाईँ हेरिरहेको छु ठाउँहरू अब घरनिर आइपुग्यौँ हामी अनि त्यही हो के छ जिरे ठिक छ अनि तपाईँको घर यस्ता भइगयो ठुल्ठुला भएको छन् अनि त्यही हो अब पछि भेटौँला थ्याङ्क यू फर द वाचिङ दिस भिडियो प्लिज लाइक सेयर सब्सक्राइब कमेन्ट अब भोलि या पर्सि भेटौँला जहिले भिडियो आउँछ त्यहीलाई भेटौँला थ्याङ्क यू फर द वाचिङ दिस भिडियो